नमस्कार। पछिल्लो समयमा रुस र युक्रेनको युद्धमा विभिन्न नेपालीहरूको मृत्यु हुने क्रम एकदमै धेरै मात्रामा रहेको छ। यसै कुरालाई ध्यानमा लिएर आजको यस भिडियोमा हामीले नेपालीहरू रुस र युक्रेनको युद्धमा कसरी पुग्छन् र त्यहाँ पुगेर के तालिम लिनुपर्छ, कसरी मारिन्छन् र मृत्यु भइसकेपछि उनीहरूको शव नेपाल फर्किन्छ कि फर्किँदैन र त्यसैगरी उनीहरूको मृत्यु भइसकेपछि शव नेपाल फिर्ता गर्न नेपाल सरकारले के कस्तो पहल गर्छ, मृत्यु भइसकेपछि रुस सरकार वा युक्रेन सरकारले सेवा सुविधाहरू के दिन्छन् र अन्त्यमा नेपाल सरकारले के पहल गर्छ अथवा के गर्छ भन्ने विषयमा विभिन्न यस सन्दर्भमा हामीले आजको यस सामग्री तयार पारेका छौँ। अब ढिलो नगरिकन भिडियोतर्फै लागौँ। रुस र युक्रेन युद्धमा नेपालीहरू मुख्यतया विदेशी लिजन, फोर्गिङ लिजन, वाग्नर समूह वा अनौपचारिक भर्ती एजेन्टहरू मार्फत सहभागी हुने गरेका छन्। यो प्रक्रिया निकै जोखिमपूर्ण र कानुनी रूपमा अस्पष्ट हुन्छ। नेपालीहरू युद्धमा कसरी पुग्छन् त? धेरैजसो एजेन्टहरू ब्रोकरहरू मार्फत युक्रेन वा रुसमा पुग्छन्। फर्सी भिसा, पर्यटन भिसा या वर्क भिसाको नाममा उनीहरूलाई त्यहाँ पठाइन्छ। पछि उनीहरूलाई युद्धमा भर्ती गरिन्छ। खास गरी रुसतर्फ वाग्नर ग्रुप, सेना जस्ता निजी सैन्य सङ्गठन मार्फत त्यहाँ पठाइन्छ। नम्बर 2, के तालिम लिनुपर्छ? सामान्यतया यस्ता भर्तीहरूमा लामो सैनिक तालिम भने दिइँदैन। रुसतर्फ 10 देखि 15 दिनको या 1 महिनाको आधारभूत हतियार चलाउने तालिम भने दिइन्छ। युक्रेनतर्फ भने विभिन्न विदेशी लिजनहरूमा जानुभन्दा पहिले केही अनुभवहरू मागिन्छ, जस्तै सेनाको पृष्ठभूमि इत्यादि। त्यहाँ पुगिसकेपछि नेपाली वा अन्य देशका नागरिकहरू कसरी मारिन्छन् त? युद्धमा अग्रपङ्क्तिमा पठाइने हुँदा मृत्युको जोखिम एकदमै अत्याधिक मात्रामा हुन्छ। जसो नेपालीहरू ड्रोन आक्रमण, गोली लागेर वा बारुद फाटेर मारिन्छन्। मृत्यु भइसकेपछि उनीहरूको शव नेपाल फर्किन्छ कि फर्किँदैन? केही शवहरू दूतावास र परिवारको पहलमा फर्काइन्छन्, तर धेरै शवहरू फर्किएको छैनन्। कहिलेकाहीँ युद्धको रेकर्ड नै नहुँदा पहिचान गुम्ने वा बेपत्ता हुने सम्भावना एकदमै धेरै मात्रामा रहेको हुन्छ। मृत्यु भइसकेपछि रुस सरकार वा युक्रेन सरकारले के कस्तो सेवा सुविधा दिन्छन् त? रुसतर्फ वाग्नर ग्रुपले मृतकका परिवारलाई पैसा नेपाली रुपियाँ 20 देखि 30 लाख दिने ग्यारेन्टी भने गर्छ, तर धेरैजसो फर्केर पाउँदैनन्। कहिले नागरिकता दिने प्रलोभनमा भर्ती गरिदिन्छन्। कसैले भने नागरिकता दिने प्रलोभनमा भर्ती गर्छन् त कसैले 20 देखि 30 लाख रुपियाँ दिने ग्यारेन्टीमा त्यहाँ चाहिँ सेवा सुविधा दिउँला भनेर ग्यारेन्टी गर्छन्। नेपाल सरकारले के गर्छ त? नेपाल सरकारले पटक भनिसकेको छ कि नेपाली नागरिकले विदेशी युद्धमा भाग लिन पाउँदैनन्। सरकारी रूपमा कुनै सहायता वा मुजावजा भने दिइँदैन, किनभने यो गैरकानुनी कार्य हो। तर केही केसमा शव फिर्ता ल्याउन पहल भने गरिएको हुन्छ। रुस युक्रेन युद्धमा जानु जीवन र कानुनी दुवैको जोखिम हो। न त ठोस सुरक्षा, न त विश्वासिलो तलब, न त सरकारी सहारा नै पक्का हुन्छ। यदि तपाईँले वा तपाईँको चिनजानले यस्ता विचार गरिरहनु भएको छ भने कृपया सोच विचार गरेर मात्र निर्णय गर्नुहोला। धन्यवाद। आजको यस भिडियोमा हामीले रुस तथा युक्रेन विषयलाई लिएर विभिन्न पाठ्य सामग्रीहरू प्रस्तुत गरेका छौँ। आगामी दिनहरूमा यस्तै भिडियोहरू यहाँहरूमा लिएर आउनेछौँ। आजको यस भिडियोबाट बिदा हुन चाहन्छौँ। च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिन नभुल्नुहोला। धन्यवाद। नमस्कार।